ल म चाहिँ आज रिल्दुक बनाउँदैछु। यसरी कुट्नुपर्छ। रिल्दुक खानलाई चाहिँ कुट्नलाई चाहिँ एकदम गाह्रो हुन्छ। यसरी आउनुपर्छ है। अब चाहिँ यसको झोल बनाउनलाई म प्रोसेस गर्दैछु। छ्यापी हालेको यो टमाटरको झोल बनाउनुपर्छ। ज्वानो हाल्ने है। त्यहाँबाट किन हालेर आयो बेसा अनि थोरै जिराको धुलो, स्वाद अनुसार नुन, अनि यो सिङ्गुरको धुलो अनि हाल्छु म। ल म चाहिँ अब बनाउनलाई प्रोसेस गर्दैछु यसरी। यो चाहिँ अघि मैले पिसेको आलु, यो चाहिँ हाम्रो सुप उम्लिन थाल्यो। अब तातो खान सक्छौँ। बनाउनुको लागि धनिया हालेँ। यो धनिया चाहिँ अप्सन हो, हाल्न पनि सक्नुहुन्छ, नहाल्न पनि सक्नुहुन्छ। हालेँ। यो चाहिँ मेरो दिदीले बनाएको रिल्दुक छ। अब म टेस्ट गर्न गइरहेको छु। रिल्दुक चाहिँ आलु अनि टिम्बुरको झोल बनाएर गर्छन् है। टेस्ट गर्न गइरहेको छु। हेलो साथीहरू, नमस्कार। हामी चाहिँ अब रिल्दुक टेस्ट गर्न गइरहेको छ होइन? रिल्दुक आलुको रिल्दुक खान गइरहेको छौँ। खाऊँ है त। वाह, कस्तो छ होइन? मिठो छ होइन? ए हामी आलुको ढिँडो के आलुको ढिँडो यो पहिला बच्चा बेला गाउँमा खाइन्थ्यो। अहिले चाहिँ बुढेसकालमा खान पाइयो। सधैँ यसरी नै खान पाओस्। हजुरहरूले खानु भएको छ कि छैन? खानु भएको छैन भने भन्नुहोस्। खानु भएको छ भने नि कमेन्ट गर्नुहोस् होइन? हामीले खाएको छौँ भनेर। खानु भएको छैन भने कमेन्ट गर्नुहोस्। खानु भएको छैन भने चाहिँ यता आउनुहोस् खानुको लागि। भेना चपाउँदैन होइन? कता मिठो भएछ है। सिद्धि पनि हाल्यो। भेनालाई चाहिँ थोरै मात्रै दिएको टेस्ट गर्नु। चपाउनै नपर्ने रहेछ नि हो। फुत जाँदो रहेछ।
तातो है बजारे आलुमा हुँदैन यो त्यो पिस्नै सकिँदैन क्या यो बजारको आलु गिलो हुन्छ गिलो भइहाल्छ जाडो हुने के एकदम नफुट्ने फिनिस भयो बाई 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 बाई